जुम्ला टब्बार घार जुम्लामा नै विकास गरेको एउटा घार हो जुन चलायमान घारको रूपमा लिन सकिन्छ। यो घारलाई मौरी पालन कृषकले सजिलै बनाएर मौरी पालन गर्न सक्दछन्। यो घार बनाउनको लागि बाहिरी सामानको आवश्यकता नभइकन स्थानीय स्रोत साधनबाट प्रयोग गरेर बनाउन सकिन्छ। सो फ्ल्यागलाई 24 इन्च लामो र 8 देखि 9 इन्च उचाइको नाप मिलाएर काट्नुपर्ने हुन्छ। अगाडिको र पछाडिको दुवै भाग 24-24 इन्चको फ्ल्यागलाई काट्नुपर्ने हुन्छ। अगाडिको भाग काट्दा 7 इन्च माथि करिब 1 इन्चको खोल्सी बनाउनुपर्छ, जहाँ टब्बारहरूलाई अड्काउनको लागि सजिलोको लागि खोल्सी बनाउनु पर्ने हुन्छ। अगाडिको भागको 24 इन्चको फ्ल्यागको बीच पर्ने गरी 3 इन्च बराबरको भित्र बाहिर गर्ने ढोका समेत बनाउनु पर्दछ। मुख्य गरेर ध्यान दिनुपर्ने कुराहरूमा टब्बार बनाउँदा टब्बारको चौडाइ 32 मिलिमिटर र लम्बाइ 12 इन्च लामो हुनुपर्छ, जसले गर्दा हामीले बनाएको 24 इन्चको घारमा 19 वटा टब्बार अड्ने गरी बनाउनु पर्ने हुन्छ। हामीले बनाउँदा टब्बारहरू एकै नासका र समान साइजका हुनुपर्छ। यदि समान साइजको बनाएन भने मौरीले दुईटा चाका एकै टब्बारमा बनाउने वा चाकालाई जोड्ने समस्या हुन्छ। यसरी बनाइएको घार निरीक्षण गर्नको लागि हामीलाई अप्ठ्यारो पर्दछ। त्यसैले सबैभन्दा हामीले टब्बारको चौडाइमा ध्यान दिनुपर्ने हुन्छ। जुम्लाको एपिस सेराना मौरीको लागि 32 मिलिमिटर चौडाइको बी स्पेस आवश्यक पर्दछ। जुम्ला टब्बार घार हामीले सजिलै बनाउन सक्दछौँ। यसको लागि ठुलै आवश्यकता पर्दैन। टब्बार घारको दुईतिरको छेउमा उसको आवश्यकता अनुसारको फ्ल्याग जोड्न सक्दछौँ र घारको मुनतिरको फ्ल्याग पनि आवश्यकता अनुसार जोड्न सक्दछौँ। हामीले जोडिसकेपछि सो घारलाई साइज अनुसार काटेर बाहिर फाल्न सकिन्छ। अब तपाईसँग जुम्ला टब्बार घार तयार भएको पाउन सक्नुहुन्छ।